वेलकम ब्याक टु माई न्यू भिडियो। मेरो नाम हो टेक्निकल निर्माण र तपाईँहरू हेर्दै हुनुहुन्छ अहिले टेक्निकल निर्माण युट्युब च्यानल। कुनै डिफ्रेन्ट छैन। आजको भिडियोमा हामीहरू कुरा गर्नेछौँ कि के देश घरैबै हुन लागेको हो। गाइस, मैले 2079 सालदेखि नै सुनिरहेको छु कि नेपाल श्रीलङ्काको बाटोतिर लाग्यो। नेपाल एफएटिएफको ग्रे लिस्टमा पर्यो। त तपाईँहरूले मेरो अघिल्लो भिडियो हेरेको भए देख्नुभएको होला कि मैले कसरी एफएटिएफ के हो र एफएटिएफको ग्रे लिस्टमा नेपाल परेको छ या छैन भनेर बताएको थिएँ। जसमा कि मलाई केही मिडियाहरूको हेर्दाखेरि त मलाई लाग्यो कि एफएटिएफ ग्रे लिस्टमा परेको छ, तर अफिसियल्ली पनि न्युज आएको छैन कि परेको छ भनेर। हुन पनि सक्छ कि एफएटिएफ ग्रे लिस्टमा नेपाल परेको होस् या एफएटिएफको ग्रे लिस्टमा परेकै भए पनि नेपाल किन यसरी नर्मल चलिरहेछ? आखिर के कति जेलसम्म चल्छ नेपाल एक नर्मल देश? पहिलो कुरा, नर्मली कुरा गर्ने हो भने नर्मल चलिरहेछ भने एफएटिएफको ग्रे लिस्टमा परेकै भए नेपाललाई घाटा केही न केही त भएकै छ। नेपाल पहिलो कुरा एफएटिएफको ग्रे लिस्टमा परिसक्यो। अब कुनै पनि देशले नेपालसँग केही कूटनीतिक सम्बन्ध राख्नदेखि डराउनु पनि सक्छन्। त्यसो भने के नेपाल आइसोलेट हुनै लागेको हो? नेपाल होइन, आइसोलेट नेपाल भएको छैन, न कि नेपाल एफएटिएफको ग्रे लिस्टमा परेको नै छैन। यदि नेपाल अहिलेसम्म एफएटिएफको ग्रे लिस्टमा पर्थ्यो भने नेपालले कति समस्या भोग्नुपर्ने थियो त्यो त देखिन्थ्यो। एफएटिएफको ग्रे लिस्टमा परेको छ त्यो त थाहा छैन मलाई, छैन। तपाईँहरू त्यो चाहिँ एफएटिएफको वेबसाइटमा गएर हेर्न सक्नुहुन्छ। र अब हामी आफ्नो टपिकमाथि फिर्ता। नेपालको अहिलेको अभिगत हेर्दाखेरि हामीलाई दुःख लाग्नुपर्ने कुरा हो। नेपालमा अहिले न राम्रो शिक्षा छ, न राम्रो सुविधा नै छ, न राम्रो केही एजुकेसन लेभल, न राम्रो विकास, न राम्रो प्रविधिहरू। इन्टरनेट छ तर त्यति पनि राम्रो छैन। कहिले बिजुली त छ तर त्यति राम्रो छैन। पानीका स्रोतहरू छन्, बिजुली बनाउनका लागि नदीहरू छन्, तर बिजुली छैन। ड्याम बनाउनका लागि धेरै नदीहरू छन् जो कि भारतले आफ्नो कन्ट्रोलमा लिइरहेछ, नेपालले लिन सक्छ, तर सरकारलाई केही मतलब छैन। परमाणु हतियार बनाउनका लागि, डिफेन्स सिस्टम बनाउनका लागि युरेनियम छ, तर सरकारलाई केही मतलब छैन। यसरी के हुन्छ? विश्वको सबैभन्दा डेन्जर आर्मी छ, सरकारलाई केही मतलब छैन। विश्वबाट सहयोग आइरह, सरकारलाई केही मतलब छैन। किनकि उहाँ झुसिल किरा जस्तो धारी र उहाँ भुङस्याल प्रचण्ड र मलस्याप र शेरबहादुर देउवाले कि गर्न सक्ने के नै हो? उहाँहरू हजुरबुवा नै हो र अहिले वृद्ध भत्ता खाने उमेरमा आइरहनु भएको छ राजनीति गर्न। सायद म भन्छु कि उहाँहरूको उमेर राजा ज्ञानेन्द्र भन्दा पनि धेरै भइसक्यो होला, तर म मजाक गरिरहेको छु। तर 70-80 वर्ष यिनी बुढाहरूले काटिसके आरामले। यिनी बुढाहरूलाई केही छैन, युवालाई देश बनाउन दिनु छैन। युवा आयो कि पहिला त्यो माथि दाग लगाइदियो अनि खेद्यो। यदि कुनै पनि युवालाई तपाईँहरू जिताउनुहुन्छ नि भने नि पूर्ण रूपले त्यसलाई प्रधानमन्त्री बनाउनु। देखो, संसदीय बल यति बनाउनु, संसदीय पावर यति बनाउनु, संसदमाथि देखो धेरै नै पावर होस्, त्योबाट पनि गर्न सकिन्छ। र अब गरौँ नेपालको अभिगतको कुरा। नेपालको अभिगतको कुरा गर्नुपर्दा राजा महेन्द्रले केही सुधार गरेका थिए, त्यस पछाडि वीरेन्द्रले गरेका थिए, त्यस पछाडि त्यसभन्दा अगाडि त्रिभुवनले पनि खासै केही गरेका थिएनन्, तै पनि गरेका थिए। त्यस पछाडि राणाहरूले केही गरे जस्तो गरे, त्यस पछाडिको राजाहरूले पनि गरेकै थिए। त्योभन्दा अगाडिका गोपाल वंशी लिच्छविकालमा त नेपाल पहिला एकदमै खतरनाक देश थियो र शक्तिशाली देश थियो। र
ब्रिटेनहरू पनि नेपाली आर्मी नै द्वारा ब्रिटेनले ग्यादरसम्म ओभरलर्ड जितेको थियो र हिटलरले पनि भन्थ्यो कि गोर्खाली म दुनियाँसँग लड्छु तर गोर्खासँग सक्दैन, किनकि योमा मलाई के हो मलाई त्यो त थाहा भएन, तर पनि यस्तै अभिगत छ नेपालको। राम्रो अब यसको के समाधान हुन सक्छ, के सल्युसन? पहिलो कुरा सही विकास। पहिलो कुरा राज्यले वृद्ध भत्ता यिनीहरूको उमेरलाई बढाउनु पर्यो, रिटायरमेन्टको उमेरलाई बढाउनु पर्यो, अनि पछि त्योमा दिने रुपियाँलाई पनि घटाउनु पर्यो। पछि आर्थिक स्थिति राम्रो भइसकेपछि बढाउनु पनि स्वाभाविक नै हो। त्यो भइसकेपछि अब फेरि सरकारले आफ्ना योजनातर्फ गर्नुपर्छ। पहिलेदेखि चलिरहेका कर्पोरेसनलाई छिटो छिटो खतम गर्नु पर्यो, अनि अनस्टेबल गभर्मेन्टलाई स्टेबल बनाउनु पर्यो, र त्यसका लागि हामी सरकारले पुरा तरिकाले बहुमत पूर्ण तरिकाले ल्याउनु पर्यो। यस्तो बहुमत हुनु पर्यो कि सरकारको कुनै पनि पार्टीले केही नाप्न नसकोस् र केही हल्लाउन पनि नसकोस्। यी पार्टीहरूको सरकार त्यो सरकारका लागि केही पनि सरकारका अगाडि केही पनि नचलोस्। अनि त्यस पछाडि सरकारले कर्पोरेसन कम्प्लिट गरिसकेपछि यिनी फोहोर मैलाहरूको व्यवस्थापन गर्नु पर्यो। अनि पछाडि माइक्रो बसहरूलाई मान्यता दिनु पर्यो। गाडीहरूको जग्गामा गाडी बाइकहरूलाई कम गराउनु पर्यो, न कि ब्यान गर्नु पर्यो। माइक्रो बसहरू रेलहरू चलाउनु पर्यो देशमा, किनकि यसले ट्रान्सपोर्ट अलि छिटो हुन्छ। देशमा इन्टरनेसनल हाइवेहरूलाई अलि बढाउनु पर्यो, किनकि उनीहरूको क्यापेसिटीबाट नै अरू देशमा ट्रेड गर्न सकिनेछ। अनि पछाडि सरकारले विकास पूर्वाधारमा खानेपानी निर्माण गर्नु पर्यो, जो कि सबैभन्दा पहिलो कुरा एक घर एक धाराको मूल योजना बनाएर हिँड्नु पर्यो। अनि पछाडि त्यसपछि सरकारले चाहिँ इलेक्ट्रिसिटी ल्याउनु पर्यो, जसका लागि पानी प्रशस्तै छ। नेपालमा पानीका स्रोतहरू प्रशस्तै छन्। त्यस पछाडि सरकारले टुरिज्मलाई प्रमोट गर्नु पर्यो। त्यति गरेपछि नेपालको विकास त अब भइहाल्छ, नेपालको विकास समृद्धि त अब भइहाल्छ। पहिलो कुरा। अर्को कुरामा जानु पर्यो सरकार। सरकारले नेपालकी सरकारको व्यापारतिरको इन्भेस्टमेन्ट, सरकारले व्यापारलाई पहिलो कुरा दोस्रो तहमा लिनु पर्यो, जो कि विकासभन्दा दोस्रो पछि पर्दछ। मेन कुरा नै एक कन्ट्रीको एक देशको कुनै पनि राष्ट्रको व्यापार नै हो, जसले राष्ट्रको इकोनोमीलाई बढाउँछ, राष्ट्रको अर्थतन्त्रलाई बढाउँछ। त्यही नै हो व्यापार नै। व्यापारलाई अलि नेपाल सरकारले अलि ज्यादा मान्यता दिनु पर्यो। अरूभन्दा नि व्यापारलाई अलिक प्रायोरिटी दिनु पर्यो इन्टरनेसनल लेभलमा। इन्टरनेसनल मार्केटमा इन्भेस्टमेन्ट गर्ने व्यवस्था गर्नु पर्यो, आम नागरिकले पनि बिजनेसमेनले पनि। जहाँनिर नेपालीहरू इन्टरनेसनल मार्केटमा इन्भेस्टमेन्ट गर्न सकुन् र त्यहाँबाट प्रफिट कमाएर आफ्नो देशमा लगाउन सकुन्। त्यस पछाडि डेभलपमेन्टमा ध्यान दिनु पर्यो, तिनी कल कारखानातिर ध्यान दिनु पर्यो, जोबाट कि नेपालले फाइदा पाओस्। त्यहाँबाट नेपालले करलाई कम गराउनु पर्यो, जहाँबाट जनतासँग पैसा बचोस् र त्यसले फेरि जनताहरू ती नै खर्च गरून्। अनि पछाडि भारतबाट आउने सामानहरूलाई या त ब्यान गर्नु पर्यो, ब्यान नगरे पनि लिमिट लगाउनु पर्यो। त्यो लिमिटभन्दा ज्यादा लाग्यो भने ट्यारिफ लगाइदिनु पर्यो। यति गर्दा पनि भएन भने भारतबाट आउने सबै तरकारी बन्द गरिदिनु पर्यो। अनि पछाडि नेपालकै लोकल इन्डस्ट्रीलाई ग्रो हुन दिनु पर्यो। त्यस पछाडि आएका सहयोगहरू सही ठाउँमा लाउनु पर्यो, बिकज कन्ट्रीको यो नै ठुलो कुरा हो। अनि पछाडि इन्फ्रास्ट्रक्चर र म्यानुफ्याक्चरिङतिर नेपाल सरकारले ध्यान दिनु पर्यो।
अनि पछाडि नेपाल सरकारले त्यति मात्रै होइन, इन्फ्रास्ट्रक्चर र म्यानुफ्याक्चरिङतिर ध्यान दियो भने नेपाल पनि विकसित देश बन्न 10-15 वर्ष लाग्दैन। नेपाल यदि त्यो हुन्छ भने नेपाल हुन सक्छ कि विकसित देश बनोस्। त्यस पछाडि नेपालले आदि युरेनियमको युज गर्नु पर्यो न्युक्लियर वेपन बनाउनका लागि, जो कि डिफेन्सका लागि काम लाग्छ। अनि पछाडि आदि चाहिँ अरू देशहरूसँग ट्रेड गर्नु पर्यो नेपाल सरकारले, आफ्नै आफ्नै सरकारी कम्पनी बनाएर। अनि पछाडि नेपाल सरकारले त्यहाँबाट डिफेन्स सिस्टम बनाउनु पर्यो। डिफेन्स सिस्टमलाई त खतरनाक बनाउनु पर्यो, किनकि भारत र चीन जो छन् हाम्रो सीमामा छन्। त्यस पछाडि नेपालले विज्ञानमाथि जो हुन्छ इन्भेस्टमेन्ट गर्नु पर्यो। विज्ञानमाथि नेपालले ज्यादा कोसिस गर्नु पर्यो, ज्यादा आफ्नो ध्यान बढाउनु पर्यो। विज्ञानमाथि यदि नेपालले फोकस बढाउनु पर्यो, साथमै नेपालले स्याटेलाइट पठाउने र आफ्नै स्पेस एजेन्सिसहरू खोल्नु पर्यो। अनि पछाडि नेपालले एउटा आफ्नो राम्रो जासुस डिपार्टमेन्ट गर्नु पर्यो, जसले कि यिनी सबै कुन राष्ट्रले नेपालको प्रति के राख्न सक्छन् भनेर के कुराहरू राख्न सक्छन्। अनि पछाडि नेपालमा तेल माइन जहाँ तेल मिल्छ भनिन्छ त्यो ठाउँमा चेक गर्नु पर्यो। यति मात्रै होइन, सरकारले व्यापारीहरूलाई व्यापारको लागि इन्भेस्टमेन्ट गर्नु पर्यो र हावा कुराको बजेटलाई छोडेर डेभलपमेन्ट र इन्डस्ट्रियल बिजनेसको लागि दिनु पर्यो। यदि पछि व्यवसायहरू फस्टाउँछन् भनेपछि नेपाललाई नै फाइदा हुन्छ। के लाग्छ तपाईँहरूलाई कि यो कुरा आउन सक्ला नेपालमा? आजको भिडियो रोस्टिङ भिडियो त होइन, तैपनि म भन्दछु यो झुसिलकिरे बाले राख्छ गर्दैन। तपाईँहरूसँग यति दिमाग छ भने तपाईँहरू एकचोटि राम्ररी सोच्नुहोस् कि हामीले राम्रो नेता चुन्न कि कतै ढिलो त गरिरहेको छैनौँ। कमेन्टमा मलाई भन्नु होला। बाँकी म चाहिँ गएँ अब युट्युबबाट आएको पैसाले पोकेमोन हेर्न। बाई। सरी, मोनिटाइज त भएको छैन। आजको लागि यति नै। 15K लाइक, 15K सब्सक्राइब गर्नु होला। धेरै मैले अब बकवास गरिसकेँ। अब म धेरै बकवास गर्ने छैन र नेक्स्ट भिडियोमा आउने छु। म नेक्स्ट भिडियोमा बताउने छु कि यी कुन राष्ट्र हुन् जो कि आफ्नो हिपोक्रेसीबाट बर्खात हुन सकेनन्, युएस या इन्डिया। म पुरा रूपमा बताउने छु। त्यसमा तपाईँहरूले त्यसका लागि 15K लाइक गर्नु होला र लाइक नगरे पनि म ल्याउने छु। र जो मैले अघिको भिडियोमा एफएटिएफको बारेमा बताएको छु भनेको थिएँ, त्यो चाहिँ मैले ल्याउन सकिनँ। त्यसका लागि सरी, म कान समातेर माफ माग्छु। तर म त्यो भिडियो भोलि अपलोड गरिदिनेछु, किनकि मलाई ती देशहरूको बारेमा रिसर्च पनि गर्नु छ। किनकि भिडियो बनाउन काफी टाइम लाग्छ यार। त्यसका लागि आजको लागि बाई। यति नै। मस्तसँगले सुत्नु होला। अहिले रात पनि परिसकेको छ। ओके। तो मेरा साथीभाइहरूलाई म भन्न चाहन्छु राम्ररी सुत्नु यार।